अहिले सरकार यो बेलामा यो सरकार जुन छ यो सरकारको असफलता हामी चाहदैनौँ। सामान्यतया प्रतिपक्षी स्वरबाट सुनिँदै गर्दा सरकारको असफलताको अपेक्षा हुन्छ, तर यो त्यही कांग्रेस पार्टी हो जसले प्रतिनिधि सभामा उभिएर प्रधानमन्त्रीजीको खोजी गरिराखेर सरकारको नीति तथा कार्यक्रम पारित गर्ने बेलामा अवरोध गरिरहेको बेला यही कांग्रेस पार्टीले सेम डे राष्ट्रिय सभामा उभिएर नेपाली कांग्रेस पार्टीले सरकारको नीति तथा कार्यक्रम पारित गर्नलाई सघाइरहेको थियो। किनभने हामी जान्दथ्यौँ भर्खरै निर्वाचनबाट आएको सरकारको एकजना मात्रै पनि प्रतिनिधि राष्ट्रिय सभामा हुनुहुन्न थियो। भर्खरै आएको राजनीतिक दलले एउटा नीति तथा कार्यक्रम बनाएर पनि अगाडि नजाने गरी त्यो कार्यक्रमसम्म असफल बन्ने गरी भयो भने त्यसले समाजमा निराशा ल्याउँछ भन्ने कुरामा हामी गम्भीर थियौँ। त्यसैले यो राजनीतिक दल देशका प्रति यसरी जिम्मेवार भएर सोच्दै गर्दा सँगैमा अर्को विषयमा पनि हामी गम्भीर छौँ। हामी मनन गरिरहेका छौँ बितेको 75 वर्षमा एकजना पनि प्रधानमन्त्रीले किन लगातार 5 वर्ष देशको नेतृत्व गर्नु भएन। चाहे पञ्चायत कालमा सूर्यबहादुर थापाले होस् या 46 साल पछाडि गिरिजाप्रसाद कोइरालाले होस् या पटक पटक प्रधानमन्त्री बन्नुभएका अरू नेताहरूले होस् या एमाले र माओवादीको एकीकरण पछाडिको गठबन्धनबाट बनेको सरकार होस्, प्रधानमन्त्रीहरू पटक पटक बन्नुभयो, लगातार बन्नु भएन। यो अस्थिरताले हामीलाई मुलुकको अग्रगतिलाई असर गरिरहेको छ। त्यसैले हामी प्रतिपक्षमा रहेर पनि यी समग्र कुराहरूको सन्दर्भमा हामी सरकारलाई सघाउन चाहन्छौँ, साथ दिन चाहन्छौँ त्यो सीमासम्म जहाँसम्म सरकार संविधान, नियम, कानुन, विधि, पद्धति र जनताको मानवीय सम्मान र मानवीय आत्मसम्मानको कुरालाई केन्द्रमा राखेर अगाडि बढ्छ।